गाड़ी बुला के वो मीटिंग हाउस करेंगे गाड़ी में अमरीश कुमार डेंजर मान्छे सिधा पछाडि देखिनु सेकेन्ड नदिन मर्छ अगाडि नदेखि नै बाहिर बस्ने मान्छेले त शपथ ग्रहण गर्नुभयो कस्तो लागिरहेको छ भन्नुहोस् न एकदम जिम्मेवारी बोध छ गरीलाई तपाईहरु कति मन्त्री मण्डली कति हुन्छ र मान्छेसँग संसदभित्र चाहिँ यही सँगै चाहिँ हामी यो ठ्याक्कै गेटैमा सिधै गेटै परासमा अदमा जाने परासमा as they say, fish rots from the head, so we are very careful that the leadership at the top is very clean and अगर मैं बोलूँ सर तीन टॉप प्रायोरिटी जो होगी आपके गवर्नमेंट की that's what we've been stating during the elections. The first is good governance, second is economic reform, and third is quality infrastructure. Thank you. Samday. Huh? Hey guys. गाड़ी बोलाऊं ना चला हेलो आज शपथ ग्रहण खानुभयो कस्तो महसुस गरिरहनुभयो जिम्मेवारी हेर्नु तपाईँ मन्त्री बन्ने पनि चर्चा चलिरहेको छ मधेसबाट कतिजना मन्त्री पाउँदै हुनुहुन्छ बोल्नु भएको छैन हेर्नुहोस् जुन देश र जनताले यत्रो बलिदान दिएको छन् त्यो सपना हामीले पुरा गर्नै पर्छ तपाईले मन्त्रालय पाउनु भयो कि पाउनु हैन मलाई मन्त्रालयको आश छैन तर सबै मन्त्रीसँग मिलेर देश बनाउने ठुलो धोको छ शिक्षा स्वास्थ्य फ्री हुनुपर्छ प्रदेश सरकार मन्त्रीहरू छ अब राष्ट्रसभाको बहुमतको सरकार छ तपाईलाई कतिको भरोसा छ ठुलो आशा ठुलो भरोसा छ जो राम्रो गर्नुहुन्छ राम्रो गर्नुपर्छ हामी सबैको जिम्मेवारी हो सबै नेपालीले देशको खाऊ देशको लाऊ